नमस्कार दर्शक तथा श्रोतावृन्दहरू, स्वागत छ तपाईलाई नेपाली कथाको 670औं भिडियोमा। 670औं भिडियोमा आज भने मैले तपाईलाई म आफैले करिब 6 वर्ष अगाडि रेकर्ड गरेको मेरो अडियो सुनाउन गइरहेको छु। यो अडियोलाई मैले फेब्रुअरी 10, 2017 मा रेकर्ड गरेको रहेछु। आशा छ तपाईलाई मन पर्नेछ। आजको भिडियोमा म पहिला गएकी पत्नीलाई साउदी अरबबाट श्रीमानको पत्र भनेर एउटा पत्र सुनाउने छु, जसलाई लेख्नु भएको हो समीर बेलबासीज्यूले, र यो भिडियोलाई मैले करिब 6 वर्ष अगाडि रेकर्ड गरेको हुँ। कृपया प्रतिक्रिया दिनुहोला। भिडियो सुरु गर्नुभन्दा अगाडि सदा चाहिँ लागौं रोचक जानकारीतर्फ। रोचक जानकारीमा मैले आज 4032 पृष्ठको मोटो किताब भन्ने जानकारी लिएर आएको छु। द कम्प्लिट मिस पार्सलले विश्वकै सबैभन्दा बाक्लो किताबको रेकर्ड राखेको छ। मिस पार्सलका 12वटा उपन्यास र 20वटा कथाको संकलन गरी प्रकाशित यस किताबले 20 मे 2009 मा विश्वकै सबैभन्दा मोटो वा बाक्लो किताबको कीर्तिमान कायम गर्न सफल भएको छ। 4032 पृष्ठको उक्त किताब 12.6 इन्च मोटो छ। यसमा 43 हत्या र 68 अपराधका घटना समेटिएका छन्। पुस्तकको खोल गाढा रातो छ। पृष्ठको छेउमा रातो रंग छ। पुस्तकको वजन 8.02 केजी रहेको छ। लन्डनको च्यारिस क्रस रोड भन्ने ठाउँको फोइल्स पुस्तकालयमा सार्वजनिक गरिएको उक्त पुस्तकको मोटाई गिनिज वर्ल्ड रेकर्डका प्रतिनिधि जोन पिल्लेले नापेका थिए, जसले आधिकारिक रूपमा कीर्तिमानको घोषणा गरेका थिए। यसै रोचक जानकारीका साथसाथै लागौं आजको भिडियोतर्फ। मैले पहिला नै तपाईलाई जानकारी गराइसकेको छु। आजको भिडियो भने मैले फेब्रुअरी 10 सन् 2017 मा रेकर्ड गरेको पुरानो फाइल रहेछ, त्यसलाई नै प्रस्तुत गरेको छु। आशा छ बेग्लै खालको प्रस्तुति र आवाजलाई पनि तपाईले मन पराइदिनुहुनेछ। भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। अन्त्यमा म सदा चाहिँ गाउँ खाने कथा प्रस्तुत गर्नेछु। लागौं आजको भिडियोतर्फ। प्यारी पत्नी, जिउँदै भए पनि भित्र म कति पटक मरेको छु, तिमी बुझ्दिनौ। बुझ्ने सामर्थ्य यदि तिमीमा भएको भए यस्तो खबर सायदै सुन्न पर्थेन होला। आफ्नो जीवन तिम्रै लागि साँचेर बाँचिरहेको थिएँ, तर तिमी भने ठिक विपरीत सोच्दिरहेछौ। तिम्रै खुसीका लागि निरन्तर श्रम गरिरहे अरबमा। तिमी भने मेरो श्रमको उपजलाई दुरुपयोग गरेर मेरो खिसी ट्युरी गर्नमा तल्लीन भयो। यो चाल पाएपछि म ज्यादै विक्षिप्त भएको छु। मेरो मन धुजामा फाटेको छ। कुनै कुलीले चाहिँ मुटुभित्र घुम्सिएका तिम्रा सम्झना र यादका भारी बोकेर काममा जानका लागि तयारी गर्दै थिएँ। त्यो दिन अचानक नेपालबाट धनीराम काकाले फोन गरेर सुनाउनु भएको खबरले एक्कासी भाउन्न भयो। म भुइँमा ढलेछु। केही समय पश्चात होसमा आएपछि पीडा झन बल्झियो। मलाई विश्वास लागिरहेकै थिएन। तिमी अर्कैसँग गुम्लिएको खबर के चीजमा कमी हुन दिएको थिए र? तिमीलाई चाहिएका कुराहरू पुर्याएको थिए होइन र? हप्ता दिन भयो ड्युटीमा गएको छैन प्यारी। सुत्न खोज्छु, निदाउन सक्दिन। बक्रेलती आइरहन्छ तिम्रो झझलको। पहिलेको जस्तो मसँग अरबको माटोमा काम गर्न जोस जाँगर केही छैन। छिनछिनमा चसक्क पोलिरहन्छ मन। लाग्छ कोही मेरो मनभित्र सल्किरहेको चुरुटको ठुटु जोसिरहेछ। म कामना गर्छु कि यस्तो दुःख त शत्रुलाई पनि नपरोस्। कुण्ठित बहहरू केही मात्रामा कम हुन्छ कि भनेर दुःखको गाटो पत्र मार्फत तिमी सामु फुकाउने जमर्को गर्दैछु। तिमीलाई याद होला नै, छानो चुइने घरले छाएको घरलाई विस्थापित गरेर ढलान घर बनाउनु हाम्रो ठूलो सपना थियो। छोराछोरीलाई बोर्डिङ स्कुलमा भर्ना गर्ने र राम्रोसँग पढाउने इच्छा हामी दुवैको थियो। सुकिलो मुकिलो भएर हिँड्न पाइयो सधैँभरि। कसैको अगाडि हात तेर्साउन नपरोस् भन्ने ठूलो आकांक्षा थियो। यिनै सपना, इच्छा र आकांक्षा पालेर 2 वर्ष अगाडि अरब उडेको थिएँ म। के यो सब लीला देख्नका लागि मात्र म अरब भाँसिनु परेको हो त? यता म भने रात दिन नभनी काममा लागिरहे प्यारी। तातो घामको परवाह नगरी काममा खटिरहे। निरन्तर पसिना चुहाइरहन्थे शरीरबाट। अझ जिउमा लगाएका कपडा त चुर्लुम्ब भिज्थ्यो पसिनाले। तिनै पसिनाले भिजेका कपडा लगाएर ओभरटाइम काम गर्थे। कहिलेकाहीँ त तिनै कपडा नफेरी सुत्थे। भोक लागेको बेला भनेको जस्तो खान पाइन्नथ्यो। गनेर साध्यै छैन कति दिन भोकै बसेको छु।
यही कारणले गर्दा सिकिस्त बिरामी पनि भए। औषधि पानी खुवाउने कोही भएनन्। आफ्नो देशबाट आएका साथीहरूले त्यति वास्ता गरेनन्। आफ्नो देशबाट आएका भन्नु मात्र रहेछ। यहाँ आएपछि झन् बिरानो बनिँदो रहेछ। तिमीलाई किन टेन्सन गराउनु भनेर बिरामी भएको सुइँको पनि दिएको थिइन त्यस बेला। प्यारी पत्नी, जसो तसो यस्तै दुःखहरू सहेर यता आउँदा लागेको खर्च तिर्न सकेको थिएँ। अब बाँकी 3 वर्ष दुःख गरेर कमाएको पैसा हाम्रा इच्छा र सपनाहरू पूरा गर्ने सोच थियो। सानो छोराले फोनमा टिभी चाहियो भनेर माग गर्थ्यो। छोरीले नाना पठाइदिनु भन्थिन्। छोराछोरीका मागहरू पूरा गर्नु मेरो दायित्व नै थियो बुबा भएको नाताले। तर मागको पूर्ति गर्न सक्षम थिइन त्यस बखत। त्यसैले ज्यानलाई जीवन र मरणको दोसाहातमा राखेर काममा लागि परिरहेको थिएँ। आफ्नो कलकलाउँदो पैसा बेचिरहेको थिएँ यो मरुभूमिमा। पैसा पठाउनु न, नुन तेल किन्न पैसा छैन। फोनमा तिमीले भन्थ्यौ। हुन्छ, चाँडै पठाउँछु भनेर कुरा टार्थे। फोन काटिसकेपछि आँसु झार्न बाहेक केही गर्न सक्दिनथेँ म। किनकि 6 महिनादेखि यता कम्पनीले तलब दिएकै थिएन। अर्काको देशमा हामीहरूले के नै गर्न सक्थ्यौँ र? निरह थियौँ हामी। हाम्रो कम्पनी जिहादमा थियो। रियादमा रहेको नेपाली दूतावास भन्दा केही टाढा। त्यसैले कठिन थियो दूतावासमा तत्काल सम्पर्क गर्नका लागि। पछि केही साथीहरू मार्फत नेपाली दूतावासमा जानकारी गरायौं। दूतावासबाट प्रक्रिया थालनी भएपछि बल्ल तलब दियो कम्पनीले। आफ्नो साथमा कति पनि पैसा नराखी तत्काल तिमीलाई पठाइदिएको थिएँ। पैसा पठाएको 1 हप्तापछि अर्कैसँग कुम्लिएको खबर सुने। मैले पठाएको 3 लाख रुपैयाँका साथ नदिनु पीडा दिएर गयो। तिमीलाई त्यो पैसाले अवश्य सराप्नेछ। चेनसँग बसेर खान दिने छैन तिमीलाई त्यो पैसाले। प्यारी ती कलिला छोराछोरीको आँसुले पीडा दिनेछ एक दिन तिमीलाई। मेरो मायाले सताउनेछ तिमीलाई। आखिर के का लागि भाग्यौ? तिम्रा चाहहरू त पूरा गरेकै थिए। माया त अथाह थियो तिम्रा लागि यो मनभित्र। तिमीलाई ती साना कलिला छोराछोरीहरूको माया रहेनछ है? तिनीहरूको भविष्य केही प्रभाव रहेनछ। मामु बाबा भन्दै कति रुन्छन् होला। सोचेकी छौ तिमीले माया प्रेम के हो बुझेकी रहेनछौ। अहिले त नेपाल फर्कन लाग्ने पैसा पनि छैन मसँग। आउन पनि सक्दिन होला। कसरी मुख देखाउनु गाउँघरमा? कर्तव्य त तिमीले गरेकी थियौ। समाजमा मुख मैले लुकाउनु पर्ने बनाएर। पोहोर साल टाकुरेकी नातिनी जात नमिल्नेसँग भागी भनेर टाकुरेका सब परिवार समाजमा लज्जित भएको भुल्यौ। यस्ता कुराहरू झन् कपास सल्किए भन्दा द्रुत गतिमा फैलिन्छ गाउँघरमा। तिमी भागेको कुरा त गाउँका सबैले थाहा पाइसके होलान्। यस्तो अवस्थामा घर फर्किए पनि स्वतन्त्र रूपमा बाँच्न सकुला र म? धिक्कार छ तिमीलाई प्यारी। अभागीको त भगवानले पनि भाग्य नै नलेखी फुत्त पठाइदिने रहेछ यो संसारमा। म पनि अभागीको प्रतिनिधि पात्र हुँ भन्दा फरक नपर्ला प्यारी। सानै छँदा ठुलो भए। आमा बुबाको माया पाउन सकिन। कसैले दया भाव गरेर आफ्नै सन्तानलाई झै दिने निश्चल मायाको आभास गर्न चाहन्थे म। तर असम्भव थियो। चाहे जस्तो हुँदो रहेनछ। तिमीसँग विवाह भएपछि भने केही मात्रामा सम्हालिएको थिए। तिमीबाट ठूला आशा थियो मायाको आभास दिलाउने छौ भनेर। त्यो पनि पूरा हुन सकेन। आखिर देखावटी मायाको नाटक गरेर फसाइ गयो। जालमा फसेको माछा झै। प्यारी पत्नी, ढिलो चाँडो होला नै म नेपाल अवश्य फर्कनु पर्ने हुन्छ। म सकेसम्म चाँडै फर्कने प्रयास गर्नेछु। म नआएसम्म छोराछोरीको स्याहार गर्न केराबारीका बिरे दाइलाई भनेको छु। तिम्रो लागि मेरो मनमा रहेको माया सास रहेसम्म रहला नै सायद। तर तिमीलाई भुल्न सक्दो प्रयास गर्नेछु। यो नसोच्नु कि म दोस्रो विवाह गर्नेछु। अब मलाई धेरै पीडा सहनु छैन। मेरो जिउ लखतरान परिसकेको छ पीडा सहँदा सहँदै। बाँकी जीवन अब तिनै छोराछोरीका साथ बिताउने प्रतिज्ञा गरेको छु। तिनीहरू तिम्रा छोराछोरी रहेन नभ। सम्झने कुनै हक अधिकार छैन तिमीमा। र यही पत्र मार्फत मेरो एउटा बिन्ती अनुरोध छ तिमीलाई। तिम्रो उपस्थिति मेरो सामु आभास गराउने दुस्साहस कहिले नगर है। आफूले रोजेको नौलो संसारमा रमाएर बसिराख। उही तिम्रो पूर्व श्रीमान।
लेखक तथा प्रस्तुति समीर बेलबासे। यो वास्तविक घटनामा आधारित काल्पनिक प्रस्तुति हो। दर्शक तथा श्रोतावृन्दहरू, मैले 6 वर्ष अगाडि रेकर्ड गरेको यो अडियोलाई तपाईले मन पराउनु भयो होला भन्ने आशाका साथसाथै कृपया प्रतिक्रिया दिनुहोला भन्दै लागौं गाउँ खाने कथातर्फ। हिजो मैले सोधेको गाउँ खाने कथा रहेको थियो, हिरा होइन टल्कने, तेल होइन चिप्लने, पर्खाल होइन भित्र सेक्ने, के हो? यसको सही उत्तर हो ऐना। लागौं आजको गाउँ खाने कथातर्फ। आजको गाउँ खाने कथा रहेको छ, फतफते बुढीको तालुमा भुङ्रो के हो? प्रश्न एकपटक फेरि, फतफते बुढीको तालुमा भुङ्रो के हो? यस प्रश्नको उत्तर तपाईलाई थाहा भए कृपया कमेन्ट गर्न नबिर्सनुहोला। लागौं हिजोको भिडियोमा कमेन्ट गर्नुहुने सम्पूर्ण दर्शक श्रोताज्यूको नाम अनि कमेन्ट वाचनतर्फ। रिता ठकुरी दिदी लेख्नुहुन्छ, नमस्कार भाइ, आजको रोचक जानकारी साथै अकबर र बिरबलका 10 वटा कथाहरू साह्रै रोचक र शिक्षाप्रद लाग्यो। यति सुन्दर कथाहरू प्रभावोत्पादक प्रस्तुतिका लागि प्रिय भाइ जमिन राईलाई मुरी बधाई अनि शुभकामना भन्नुहुन्छ। त्यसै गरी सचिन राई चामलिङज्यू लेख्नुहुन्छ, थ्याङ्क यू सो मच सर, आई एम लिसनिङ योर एभ्री एपिसोड स्टोरी, आई लभ योर स्पिच, हाउ यू एक्सप्लेन स्टोरी भन्नुहुन्छ, धन्यवाद। किशोर केसीज्यू लेख्नुहुन्छ, नाइस स्टोरी जमिन सर, थ्याङ्क यू। मायाश्रीज्यू लेख्नुहुन्छ, आहा कति राम्रो ज्ञानमय कथाहरू सुनेर एकदमै रमाइलो लाग्यो हामीलाई, हस् आज। अनि प्रतिभाको धनी आदरणीय जमिन सर भन्नुहुन्छ, धन्यवाद। माया मगरज्यू लेख्नुहुन्छ, नमस्कार जमिन सर, 10 वटा लोककथा नै रोचक राम्रा छन् भन्नुहुन्छ। त्यसै गरी देव तेमल सिन्हाज्यू लेख्नुहुन्छ, नाइस, लट्स अफ लभ। निरु गदाइलीज्यू लेख्नुहुन्छ, एकदम राम्रो स्टोरी, म पनि हजुरको नियमित श्रोता हुँ। त्यसै गरी पुष्पराज जोशीज्यू लेख्नुहुन्छ, नाइस स्टोरी ब्रदर। रामकृष्णज्यू लेख्नुहुन्छ, अकबर र बिरबलका कथा अति रोचक हुन्छन्, जति सुन्यो जति रोचक लाग्छन्, सबलाई नमस्कार, जय होस् भन्नुहुन्छ। अर्जुन बिसीज्यू लेख्नुहुन्छ, नमस्कार सर, धेरै नै राम्रो कथाहरू छन्, सबै र मिठो वाचनको लागि सरलाई धन्यवाद एवं हार्दिक शुभकामना, सफलता पाइराख्नुहोस् कथाबाट भन्नुहुन्छ, धेरै धेरै धन्यवाद। प्रेमपुनज्यू लेख्नुहुन्छ, नमन सर। त्यसै गरी प्रकाश भण्डारीज्यू लेख्नुहुन्छ, नमस्कार सर, म इलामबाट हो, म तपाईको कथा नियमित सुन्छु, साह्रै मनपर्छ। त्यसै गरी सीमा लिम्बुज्यूले पनि कमेन्ट गर्नुभएको रहेछ। कालीश्रीज्यू लेख्नुहुन्छ, भेरी भेरी नाइस डियर सर। त्यसै गरी ब्लकर ब्रो विशाल गतराज्यू लेख्नुहुन्छ, आजको कथा साह्रै राम्रो लाग्यो दाई, आजको आन्सर चाहिँ घरमा प्रयोजन गर्ने जस्ता र टिन होला दाई भन्नुहुन्छ। त्यसै गरी माइसेल्फ सुप्रभा भण्डारीज्यू लेख्नुहुन्छ, सर सुनैनाको कथाको भाग भयो भन्नुहुन्छ, सुनैना कथा संग्रहको भाग भोलिको भिडियोमा अवश्य पनि जोड्ने प्रयास गर्नेछु, व्यस्तताका कारणले रेकर्ड गर्न असमर्थ भइरहेको छु, त्यसको लागि क्षमा प्रार्थी माग्दै आजको बसाइबाट म कथावाचक जमिन राईलाई पनि बिदा दिनुहोस्, नमस्कार।